आज बनाऊ राइस फेस प्याक। हाई वेलकम ब्याक टु माई युट्युब च्यानल सासा संसारसम्म आइपुग्नु हुने सम्पूर्णलाई हृदयदेखि नै स्वागत गर्न चाहन्छु। यहाँसम्म आइपुग्नु भयो भने चाहिँ प्लिज सब्सक्राइब गर्न नबिर्सिनु होला भने एउटा मिठो कमेन्ट पनि छोडेर जानु होला। आज चाहिँ विन्टर भ्याकेसन चलेको थुप्रो दिन भइसक्यो नि त। नानीलाई कहीँ लगेको थिएन, लगिसन मामु लगिसो भएको बेला चाहिँ यहाँ नजिकको फन हाउस लाने विचार गरेर चाहिँ मैले लगेँ। अनि त्यहाँ चाहिँ नानी अब ठुलीको त कुरै छोडाउँ, त खेलेको भइहाल्यो। सँगसँगै सानी पनि मजाले खेलेकी थिइन्। सुरुमा चाहिँ अलि आत्तिएको जस्तो गरे पनि पछि चाहिँ ऊ खेल्न थाल्यो। यो सानो सानो ढुङ्गा टिप्दैछिन् ऊ चाहिँ होइन। त्यस्तो सानो कुराहरू टिप्नु चाहिँ एकदमै राम्रो डेभलप हो क्या बच्चाहरूको। यो सब चाहिँ उसमा छ। अनि त्यसपछि यो पिङ खेल्नु पनि ऊ चाहिँ हातैले खेल्दै थिइन्। भिडभाड थियो, यताउति गयो भने मान्छेले किल्चिनी भन्ने जस्तो क्या सानो एकदम ठाउँ चाहिँ साँघुरो रहेछ, भर्खर खुलेको थियो। हामी पनि पहिलोचोटि गएको थियौँ। नानी चाहिँ यो गाडीहरूसँग खेल्ने मजाले जे होस्, सानी पनि पछि चाहिँ इन्जोय गरिरहेकी थिइन्। दिदी आइपुगिन्, उसको दिदी बहिनी खेल्दैछन् एकै ठाउँमा। अनि मैले चाहिँ बाबुहरूलाई नि बोलाएको थिएँ, उता बहिनीहरूलाई पनि। अनि त्यो हामी 4 जना बच्चा लिएर चाहिँ हामी गएको मामुहरू चाहिँ यहाँ नानी पनि खेल्दैछिन्, एकदमै रमाइरहेकी छिन् सानी पनि है। अरू बाबु नानी त झन् कता दौडे खेलेको गरिरहेको थिइन्। अनि सानीलाई पनि फेरि दिदीहरूले दादासँगै जम्पिङहरू पनि खेलिरहेकी थिइन् उसले भने। अब चाहिँ हामी अनि सकेपछि चाहिँ के खाने त बच्चा पार्टी भनेको त चटपट पानीपुरी खाने रे भनेपछि चटपट पानीपुरी खुवाएर चाहिँ हामी चाहिँ घर लाग्यौँ। ल अब बात थालौँ हामी चाहिँ राइस फेस प्याक बनाउन। यसको लागि चाहिँ मैले चामल चाहिँ बिहानै पखालेर भिजाएर राखेको थिएँ होइन। अनि त्यसपछि यसलाई चाहिँ मैले थोरै पानी राखेर चाहिँ चलाउँदै पकाएँ। यो चाहिँ यसरी हातले माड्दा चाहिँ माडिसकेपछि पाकिसकेपछि चाहिँ मैले झिकिसकेपछि यसलाई मैले सेलाउन राखिसकेपछि चाहिँ मैले पछि चाहिँ हनी र एलोभेरा जेललाई मिक्स गरेँ। त्यस्तो धेरै मैले केही पनि मिक्स गरिनँ। मेरो फेसमा चाहिँ हल्का ग्लो पनि हराएको छ कि अहिले, मैले 1 वर्षदेखि केयरै नगरेको भएर। यसरी मजाले मिक्स गरेपछि चाहिँ यो चाहिँ हप्ता 10 दिनसम्म युज पनि गर्न मिल्छ क्या। अनि मैले चाहिँ फ्रिजमा राखेँ स्टोर गरेर भने थोरै लगाएँ राम्रोसँग 15-20 मिनटको लागि लगाएँ। त्यसपछि सफा पानीले चाहिँ सफा गरेर चाहिँ राइस टोनरै लगाउँदैछु म चाहिँ। राइस टोनर लगाइसकेपछि चाहिँ अनि आजभोलि म एकदमै ड्राई भइरहेछ। अनि बदामको तेलले चाहिँ मसाज गरिरहेको छु। यो पनि मलाई कमै भइरहेको, त्यही पनि मैले मसाज गर्दैछु। त्यसमा चाहिँ मैले फेरि हाडा लाभोको चाहिँ त्यो मोइस्चराइजर लगाएर चाहिँ लक गर्छु। थ्याङ्क्स फर वाचिङ, बाई। यतिको भएको छ मेरो स्किन चाहिँ, ठिकै छ।